आज आउनुहोस् केही यथार्थ जानौ। मैले यो गरे मैले त्यो गरे भन्दै आउनुभएका नयाँ पार्टी नयाँ अनुहारको केही फ्याक्ट चेक गरौँ। 20,000 विद्यार्थीलाई मैले फ्रीमा पढाए रे। सुन्दा त बालेन दाइले आफ्नै खल्तीबाट दान दिए झैं सुनिन्छ, तर यो दान होइन, दायित्व हो। यो मको स्टोरी हुँदै होइन, यो हाम्रो अधिकारको कुरा हो। मैले यो गरे मैले त्यो गरे भन्नु पपुलिजम हो, तर मैले यो कुरा कानुन बमोजिम लागू गराए भन्नु चाहिँ असल राजनीति हो। पर्खनुहोस्, मलाई गाली गर्नु अघि केही फ्याक्ट चेक गरौँ, भावनाले होइन इतिहासले। निशुल्क शिक्षा ऐन 2075 को दफा 27 को उपदफा 3 बमोजिम 10 देखि 15% विद्यार्थीलाई निजी विद्यालयमा फ्रीमा पढ्न पाउने व्यवस्था लिएर आइएको थियो। यो व्यवस्था विक्रम सम्वत 2075 असोज 2 गते लिएर आइएको थियो। यो व्यवस्था लिएर आउँदाखेरि नेपालको प्रधानमन्त्री हुनुहुन्थ्यो केपी शर्मा ओलीज्यू। सायद त्यति बेला बालेन दाइ कुनै कुनामा बसेर र्याप गाउँदै हुनुहुन्थ्यो होला। हामी मध्ये 2% जनसङ्ख्याले पनि उहाँलाई चिन्नुहुन्छ जस्तो मलाई लाग्दैन। हो, म मान्छु काठमाडौँ महानगरपालिकाले इम्प्लिमेन्टेसनमा कडाई गर्यो र त्यसको क्रेडिट उहाँलाई दिनै पर्छ, तर केही कुरा कानुन बमोजिम लागू गराउँदा यत्रो ठुलो एचिभमेन्ट कसरी हुन सक्छ? मेरो सिम्पल क्वेसन तपाईहरुलाई। त यदि तपाईका छोराछोरीले छात्रवृत्ति पाउँछन् भने त्यो कुनै नेताका कारण होइन, त्यो त कानुनले सुरक्षित गरेको केही सिट हो। त्यसैले आजको मेरो प्रश्न तपाईहरुलाई, के तपाईका पालिकाले पनि यी नियमहरू लागू गराएका छन्? के तपाईका छोराछोरीले पनि छात्रवृत्ति पाएका छन्? के साच्चीकै निजी विद्यालयले 10 देखि 15% विद्यार्थीलाई फ्रीमा पढाएको छ या कागजमै सीमित छ? के छात्रवृत्तिमा पारदर्शिता छ या छैन? हो, नेता त आउँछन् जान्छन्, तर सिस्टम बलियो भयो भने 20,000 विद्यार्थीले होइन लाखौं लाख विद्यार्थीले यो अवसर पाउनेछन्। नेपालको राजनीतिको समस्या नै यही छ। जो क्यामेराको अगाडि आउँछ त्यसलाई नै वाह वाह भन्छौं। हामी कुनै फ्याक्ट चेक गर्दैनौं, कुनै इतिहास पल्टाउँदैनौं। त्यसैले अब बेला आइसकेको छ, यथार्थ बुझौं, इतिहास पल्टाऊं। धन्यवाद।